पोर्चुगल भर्सेस डीआर कङ्गो, रोनाल्डोको म्याजिक कि एम्बेम्बाको खतरनाक डिफेन्स, कसले मार्ला बाजी? एक्सट्रीम एनर्जी ड्रिंक। स्वागत छ तपाईहरुलाई एक्सट्रीम फिफा वर्ल्ड कप डायरिजमा। फिफा विश्वकप 2026 को समूह के अन्तर्गत आज राति 10:45 बाट अमेरिकाको एनआरजी स्टेडियममा युरोपेली पावर हाउस पोर्चुगलले डीआर कङ्गोको सामना गर्दैछ। यो म्याचलाई डेभिड भर्सेस गोलियाथको भिडन्त मानिएको छ। एकातिर 41 वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक 6औं विश्वकप र स्टार खेलाडीहरूले भरिएको पोर्चुगल छ भने अर्कोतिर सन् 1974 पछि अर्थात् पुरै 52 वर्षपछि विश्वकपमा फर्किएको डीआर कङ्गो छ। आउनुहोस् यो खेलको विश्लेषण गरौँ। अब हेड टु हेडको कुरा गर्न पर्दा यी दुई टोली बीचको हेड टु हेडको कुरा गर्नै मिल्दैन, किनकि यी दुई देश बीच इतिहासमै कुनै पनि खेल भएको छैन। त्यही भएर आज राति हुने पोर्चुगल भर्सेस डीआर कङ्गोको यो म्याच एउटा ऐतिहासिक म्याच हुनेछ। त्यस्तै गरी अब यो म्याचको ट्याक्टिक्सको कुरा गर्न पर्दा यो म्याचमा पोर्चुगलले फुल 90 मिनेट्स आफ्नो कन्ट्रोलमा बल राखेको देखिन सक्छ। त्यस्तै फुलब्याक नुनो मेन्डिज र जोआओ क्यान्सेलोलाई अगाडि बढाएर डीआर कङ्गोको डिफेन्सलाई गाह्रो बनाउन सक्छ पोर्चुगलले। र मिडफिल्डबाट ब्रुनो फर्नान्डेजले पास निकाल्दै रोनाल्डो, पेड्रो नेटो र राफेल लियाओलाई गोल गर्ने अवसर दिने रणनीति पोर्चुगलको हुन सक्छ। त्यस्तै गरी डीआर कङ्गोको कुरा गर्दा उनीहरूले फुल 90 मिनेट्स लो ब्लक डिफेन्स रणनीति अपनाउन सक्छन्। कप्तान चान्सेल एम्बेम्बा र अलेक्स टुआन्जेम्बे जस्ता खेलाडीहरूको बलियो डिफेन्सले पोर्चुगललाई सेन्टरबाट खेल्न दिने छैन। बल खोसे लगत्तै प्रिमियर लिगका स्टार योआने विसा र रियल बेटिसका अनुभवी स्ट्राइकर सेन्ड्रिक बकाम्बुको रफ्तार प्रयोग गरेर फास्ट काउन्टर एट्याक गर्ने उनीहरूको मुख्य योजना हुनेछ। त्यस्तै गरी अब यो म्याचको प्रिडिक्सनको कुरा गर्न पर्दा तुलनात्मक रूपमा पोर्चुगल डीआर कङ्गो भन्दा धेरै माथि भएकोले र पोर्चुगलको आक्रामक शैलीको गेम प्लेका कारण यो म्याच पोर्चुगलले 3-1 ले जित्ने सम्भावना धेरै छ। तपाईहरुलाई के लाग्छ कि क्रिस्टियानो रोनाल्डोको टोलीले शानदार जितको साथ यो विश्वकपको यात्रा सुरु गर्ला कि 52 वर्षपछि विश्वकपमा फर्किएको डीआर कङ्गोले अपसेट गर्ला? आफ्नो स्कोर लाइन प्रेडिक्सन सहित तल कमेन्ट गर्नुहोला। एक्सट्रीम एनर्जी ड्रिंक।